अस्ट्रेलिया, क्यानाडा, युके प्लेनमा चढेर निस्किँदा सपना ठुलो हुन्छ, तर के तपाईँले सोचेको जस्तो लाइफ हुन्छ त विदेशमा? यो भिडियो सबै नेपाली स्टुडेन्ट्सहरूको लागि जो चाहिँ विदेश जाने प्लान गर्दै हुनुहुन्छ वा तपाईँहरूले कुनै लाइक फ्युचरमा कुनै पनि सोच बनाउनु भएको छ भने यो भिडियो तपाईँहरूको लागि हो। नमस्ते सबैलाई, म चाहिँ भगवान र आज हाम्रो भिडियोको टपिक रहेको छ विदेश जानु अघि सोच्नु पर्ने कुराहरू। यो भिडियो तपाईँले हेरेर डिसिजन लिनुभयो भने तपाईँलाई फ्युचरमा रिग्रेट हुँदैन। यो भिडियोलाई चाहिँ मैले 6वटा पोइन्टमा बाँडेको छु र पोइन्ट 1मा चाहिँ रहेको छ किन विदेश जान लागेको। र मेरो तपाईँको लागि पहिलो क्वेसन पनि यही हुनेछ कि तपाईँ किन विदेश जान चाहनुहुन्छ? आफ्नो आमा बुवाले भनेर, साथीहरू गए भनेर, या फेरि तपाईँले आफ्नो भविष्य राम्रो बनाउने सोचले विदेश जान चाहनुहुन्छ? पोइन्ट 2मा रहेको छ पैसाको रियालिटी। सोसल मिडिया जस्तै हुन्छ नि, फेसबुक, इन्स्टाग्राम, टिकटक, त्यहाँ तपाईँले देख्नुहुन्छ नि लग्जरी लाइफ, कार अनि हुन्छ नि ट्राभल, तर रियालिटी एकदमै डिफ्रेन्ट हुन्छ। यहाँ तपाईँ सुरुमा आउनुहुन्छ होइन, तपाईँलाई कलेज फी तिर्नु पऱ्यो, अनि तपाईँको बस्नको लागि कोठाको रेन्ट तिर्नु पऱ्यो, तपाईँको खानाको लागि ग्रोसरिजहरू किन्नु पऱ्यो, अनि तपाईँको ट्राभल गर्नुहुन्छ नि त्यसको लागि ट्रान्सपोर्टको लागि तिर्नु पऱ्यो। अनि तपाईँलाई विदेश हो होइन, तपाईँलाई कहिलेकाहीँ जे पनि हुनसक्छ नि, तपाईँको हेल्थ इस्यु हुनसक्छ, तपाईँलाई कहिले के हुनसक्छ होइन, त्यसको लागि इमर्जेन्सी पैसा एकदमै बचाएर राख्नु पऱ्यो होइन। सुरुमा चाहिँ अलिक स्ट्रगलै हुन्छ विदेशमा, तर तपाईँलाई पार्ट टाइम जब पाउनु चाहिँ अलिकति टाइम पनि लाग्छ होइन। तर अब तपाईँ के भन्न चाहन्छ भने यो लक पनि हो। यदि तपाईँको कुनै आफ्नो मान्छे छ भने उसले छिटो पनि लगाइदिनु सक्छ, यदि छैन भने तपाईँले आफ्नो त्यो हुन्छ नि कम्युनिकेसन स्किल्स एकदमै सिक्नुहोस्, एकदमै इम्पोर्टेन्ट हुन्छ यो अब्रोडमा। म के भन्न चाहन्छु भने यदि तपाईँ जस्तै आइएल्टिएस पढ्दै गर्दा नेपालमा पिटी दिँदै हुनुहुन्छ भने पार्ट टाइम जब गर्नु, साइडमा जे पनि हुनसक्छ, बारिस्ता गर्नु, कफी बनाउन सिक्नुहोस् होइन, मेसिनमा कफी बनाउन सिक्नुहोस्, अथवा क्लिनिङ गर्नुहोस्, मप हान्न सिक्नुहोस्, टोयलेटहरू क्लिनिङ गर्न सिक्नुहोस् होइन, कसरी फ्लस गर्ने, कसरी कुन केमिकल युज, ग्लोभ्स कसरी लगाउने, अनि कुन केमिकल युज गर्ने त्यो पनि सिक्नुहोस्। अनि धेरै छन् होइन, तपाईँ अब कहिलेकाहीँ हाउसकिपिङ पनि सिक्दा हुन्छ, हाउसकिपिङ होइन एकदमै प्रोफेसनल वेमा, तर केही न केही चाहिँ सिक्नु। तर मेन चाहिँ तपाईँको कम्युनिकेसन सिक्नु। तपाईँले कम्युनिकेसन गर्दै जानुपर्छ, नो म्याटर होइन, तपाईँ नेपालीमा पनि, नेपाली भए पनि इङ्ग्लिस भए पनि कम्युनिकेसन त सिक्नुहोस् कि विथ एनी वान। जस्ट तपाईँ आइस गर्दै हुनुहुन्छ भने यदि जानुहोस्, ऱ्यान्डम पसलमा जानुहोस्, ऱ्यान्डम ठाउँमा जानुहोस्, ऱ्यान्डम मान्छेसँग कुरा गर्नुहोस्, कम्युनिकेसन बनाउनुहोस्। मैले भन्न खोजेको चाहिँ जे पाए त्यही होइन, जस्ट रियल कम्युनिकेसन, कनेक्सन होइन। कुनै पनि मान्छेले तपाईँलाई पाल नदिन सक्छ, बट द्याट्स ओके, यु जस्ट ह्याभ टु किप ट्राइङ। किनभने तपाईँले त्यही कुरा विदेशमा रिपिट गर्नुपर्ने हुन्छ। यो चाहिँ केमा काम लाग्छ भने सब जस्तो होइन, धेरै पसलहरूमा हुन्छ होइन, लाइक कस्टमर सर्भिस हुन्छ, त्यहाँ तपाईँलाई एकदमै हेल्प गर्छ। तपाईँले कस्टमरसँग कसरी कुरा गर्नुहुन्छ, द्याट रियली म्याटर्स। र मेरो पोइन्ट नम्बर 3मा रहेको छ कोर्स र करियरको म्याच छ कि छैन। कि आज सबैभन्दा ठुलो गल्ती के गर्छन् भनेपछि स्कोप हेरेर कोर्स रोज्छन्, इन्ट्रेस्ट हेर्न भुल्छन्। जस्तै होइन, के तपाईँले चुज गरेको कोर्सको तपाईँले देखेको करियरसँग म्याच छ कि छैन, गुगल गर्नुहोस् होइन,
हेर्नुहोस्, युट्युबतिर हेर्नुहोस्, भिडियो हेर्नुहोस्, वा तपाईँको हुन्छ नि गभर्मेन्ट जुन कन्ट्रीमा जानुहुन्छ त्यो गभर्मेन्टको वेबसाइटमा जानुहोस् होइन, अनि हेर्नुहोस्, त्यता सर्च गर्नुहोस्। यदि तपाईँले पिआरको लागि मात्र कोर्स चुज गर्नुहुन्छ भने के तपाईँले पछि गएर त्यो तपाईँले चुज गरेको करियरमा काम गर्न सक्नुहुन्छ। यदि तपाईँले पढाइसकेर होइन त्यो फिल्डमा जब गर्नुहुन्छ नि, जब गर्न सक्नु भएन भने पिआरको केही भ्यालु नै हुँदैन, केही अर्थ नै हुँदैन। र पोइन्ट नम्बर 4 मा रहेको छ मेन्टल हेल्थ अनि लोनलिनेस। अपराधमा सबभन्दा गाह्रो भनेकै लोनलिनेस हो। तपाईँ फ्यामिलीभन्दा टाढा हुनुहुन्छ होइन, तपाईँ पुरै फेस्टिभल्सहरूमा पनि एक्लै हुनुहुन्छ, फ्यामिलीभन्दा टाढा, अनि तपाईँको स्ट्रेस हुन्छ होइन, एङ्जाइटी हुन्छ, अनि तपाईँको काममा पनि त्यत्तिकै प्रेसर हुन्छ होइन। कलेज गयो, पढ्यो, अनि त्यहाँ फेरि काममा गयो, अनि कतिपय त होइन जम्मा लाइक 5 आवर 4 आवर सुतेको पनि एकदमै तपाईँले रियल इन्सिडेन्ट सुनिराख्नु भएको हुन्छ होइन। सो इट इज भेरी इम्पोर्टेन्ट। के कुरा तपाईँले दिमागमा राख्नुपर्छ भने चाहिँ होइन, तपाईँको हुन्छ नि, तपाईँ त्यो कम्फोर्ट जोन हुन्छ नि, तपाईँ नेपालमै छोडेर आउनुभएको हो कि तपाईँ त्यो कम्फोर्ट जोनबाट निस्केर तपाईँ हुन्छ नि च्यालेन्जको लागि त बाहिर विदेश जानुभएको नि होइन। तपाईँले त्यसरी होइन, तपाईँले आफ्नो दिमागमा के राख्नुहोस् भने आफ्नो मेन्टल हेल्थ स्ट्रङ पार्नुहोस् कि यस आई एम अलोन, आई क्यान डु इट होइन। आई डोन्ट होइन लाइक लोनलिनेस हुन्छ नि त्यति बेला प्रायः जस्तो यु क्यान टक टु पिपल, यु क्यान मेक फ्रेन्ड्स, यु क्यान गो टु होइन, तपाईँ डिफ्रेन्ट फङ्सनमा जान सक्नुहुन्छ, या तपाईँ ट्राभल गर्न सक्नुहुन्छ, तपाईँ घुम्न जान सक्नुहुन्छ होइन। यु क्यान डु अ लट अफ थिङ। र यो लोनलिनेस नै एकदमै तपाईँले सुनिराख्नु भएको हुन्छ होइन, धेरै जस्तो स्टुडेन्ट्सहरू डिप्रेसनमा गएको। अझ तपाईँले न्युजमा त अझै सुन्नुभएको होला होइन, मेनी पिपल डु सुसाइड होइन, लाइक दे क्यान ह्यान्डल द प्रेसर। फर्स्ट तपाईँले के भन्न चाहन्छ भने तपाईँ प्रेसर ह्यान्डल गर्न सिक्नुपर्छ। यु आर लिभिङ नेपाल, यु आर लिभिङ यर कम्फर्ट जोन एन्ड यु आर हियर फर सम न्यू च्यालेन्ज। र मेरो पोइन्ट नम्बर 5 मा रहेको छ स्किल्स बिना डिग्री इनफ हुँदैन। डिग्रीले मात्र तपाईँले काम पाउनु हुँदैन, तपाईँसँग कम्युनिकेसन स्किल हुनु पऱ्यो, टेक्निकल स्किल हुनुपर्छ, अनि टाइम म्यानेजमेन्ट, अनि हार्डवर्किङ हुनु पऱ्यो। यस्तो सोच्नुहोस्, स्किल बिना डिग्री जस्ट पिस अफ पेपर होइन, स्किल बिना डिग्री एउटा कागज मात्र। र मेरो पोइन्ट 6 मा रहेको छ प्लान बी हुनुपर्छ। तपाईँको होइन जस्तो मानौँ न, तपाईँलाई कहिले विदेशमा हुँदा केही भयो भने होइन, अथवा तपाईँको काम एकदमै लेट पाउनुभयो भने, पढाइसकेपछि काम एकदमै लेट पाउनुभयो भने आफ्नो फिल्डमा होइन, वा फेरि तपाईँको हुन्छ नि कोर्स सकेर पिआरै पाउनु भएन भने पाउनु भएन अरे। सो त्यो केसमा तपाईँले के गर्नुहुन्छ? म इन्करेज गर्छु कि तपाईँसँग प्लान बी हुनुपर्छ। प्लान बी होइन, के गर्ने त, त्यो यो भएन भने के गर्ने, र त्यो प्लान बी जे पनि हुनसक्छ, त्यो चाहिँ तपाईँले सोचेर राख्नुपर्छ प्लान बी। र म लास्टमा के भन्न चाहन्छु भने बुझेर होइन, यताउता रिसर्च गरेर होइन, यो कोर्स कस्तो छ आफूले होइन एकदमै रिसर्च गर्नुहोस्, अनि आफूले आफ्नो करियरको लागि आफै डिसिजन लिनुहोस्। यो भिडियो तपाईँलाई मन पर्यो भने लाइक गर्नुहोस्, र तल कमेन्टमा लेख्नुहोस् तपाईँ कुन कन्ट्री जान चाहनुहुन्छ वा कुन प्लान गर्दै हुनुहुन्छ। र यस्तै होइन, यस्तै लाइक मोर एजुकेसन कन्टेन्टहरू तपाईँलाई मन पर्छ भने सब्सक्राइब पनि गर्नुहोस्। थ्याङ्क यू।